तन्नेरीहरू हिम्मत छ भने कसैलाई अनादर नगर, कसैलाई गाली नगर, कसैलाई तितो नबोल, मैले यति बोले जस्तै कडा पनि नबोल, तर तिमी सूची बनाऊ। 46 को परिवर्तनपछि लगातार यो राज्य सत्तामा सफल वा असफल हिसाबले लगातार 46 को परिवर्तनताको 35 वर्ष जसले हाँक्नुभयो नि, ती नेताहरूको लिस्ट बनाऊ, 100 जनाको टप 100 र उहाँहरूको बारेमा एक पेज बायोडाटा लेख, एउटा 100 पेजको किताब बनाऊ र किताब बोकेर जाऊ र देऊ भन। तपाईले यो मुलुक 35 वर्ष हाँक्नुभयो, तपाईले यो मुलुकलाई असाध्यै राम्रो बनाउनु भयो। अब कृपया तपाईहरू घरै बसेर अभिभावक हुनु, हामीलाई आशीर्वाद दिनु भन, शिर निहुरो पार अनि टाउकोमा हात राखेर नमस्कार भन, लहर एउटा फुल पनि देऊ, खादा उडाइदेऊ, बिरामीमा पनि औषधि किनिदेऊ र तिम्रो आफ्नो पार्टी लाइन के हो म जान्दिनँ। त्योभन्दा माथिको टप 100 मान्छे जो 46 देखि हुनुहुन्छ नि, उहाँहरूलाई सप्रेम सादर बिदाई गर र त्योभन्दा तल्लो पुस्तामा झर। त्यो चाहिँ हुनेछ परिवर्तन। कि खाल्टामा जान्छ, बिग्रिन्छ, योभन्दा बिग्रिने ठाउँ छैन। के राम्रो हुन्छ, सुध्रिन्छ, त्यो आँट तन्नेरीहरूले गरेनौ। र यो कार्यक्रमको भाषण सकेपछि भरे बेलुका एकजना बुढा दाइका भव्य कार्यक्रम भयो दाइ भनेर भन्न नजाऊ, भन्न मन लाग्यो भने फोन गरेर भन, त्यति चाहिँ म भाइहरूलाई भन्छु। यो मैले प्र्याक्टिकल कुरा गरेको।